नमस्ते। स्कुलको लामो बिदा सुरु भइसकेको छ होइन? यो समय भनेको नि क्लासरुम बाहिर अलि फरक तरिकाले सिक्ने र हुर्कने एउटा गजबको मौका हो। आज हामी यो बिदालाई कसरी यादगार र साँच्चीकै अर्थपूर्ण बनाउन सकिन्छ भनेर केही व्यावहारिक उपायहरूमाथि कुरा गर्नेछौँ। हामीले यो पूरै कुरालाई चारवटा मुख्य भागमा बाँडेका छौं। पहिलो दैनिक लय, दोस्रो जिज्ञासु मन, तेस्रो जीवनोपयोगी सिप र चौथो बलियो चरित्र। यिनै चारवटा स्तम्भले एउटा यस्तो आधार तयार पार्छ जसले गर्दा यो विधा साँच्चीकै फलदायी बन्न सक्छ। ल सुरु गरौँ है त। सबैभन्दा पहिले कुरा गरौँ दैनिक लयको। सोच्नुहोस् त, एउटा निश्चित दिनचर्याले बालबालिकालाई कति सुरक्षित र स्थिर महसुस गराउँछ। हो, यही नै हो एउटा स्वस्थ र रमाइलो विधाको सबैभन्दा बलियो जग। अब यो लयलाई बलियो बनाउने पनि तीनवटा मुख्य कुरा छन्। एउटा हो नियमित दिनचर्या, अर्को हो स्वस्थ बानी र तेस्रो हो सक्रिय शरीर। ल आउनुहोस्, यी प्रत्येकलाई अलि नजिकबाट निहालौं। हरेक दिन लगभग एउटै समयमा उठ्ने, खाने र सुत्ने बानीले उनीहरूलाई एउटा संरचना मात्र दिँदैन, यसले उनीहरूको शरीरको ऊर्जालाई पनि राम्रोसँग व्यवस्थापन गर्छ। दिनभरि के गर्ने भन्ने थाहा भएपछि अनावश्यक तनाव र झर्को फर्को आफै कम भएर जान्छ। अब स्वस्थ बानीको कुरा गरौँ न। यो भनेको राम्रो खानेकुरा मात्रै होइन नि। पहिलो चरण त पक्कै पनि स्वस्थ भोजन नै भयो। दोस्रो, शरीरलाई चलायमान राख्न हरेक दिन व्यायाम वा खेलकुदका लागि समय छुट्याउनु एकदमै जरुरी छ। र तेस्रो, चित्र बनाउने होस् वा गीत सङ्गीत, यस्ता रचनात्मक कामले उनीहरूको दिमागलाई पनि तन्दुरुस्त राख्छ। हाम्रो दोस्रो स्तम्भ हो जिज्ञासु मनलाई प्रोत्साहन दिने। बिदाको समय भनेको स्कुलको किताबभन्दा बाहिर निस्केर रमाइलो गर्दै अनौपचारिक तरिकाले सिक्ने सबैभन्दा राम्रो अवसर हो। त्यसो भए यो जिज्ञासालाई कसरी जगाइराख्ने त? यसका लागि तीनवटा एकदमै प्रभावकारी तरिकाहरू छन्। पहिलो, रमाइलोको लागि पढ्ने बानी बसाल्ने। दोस्रो, प्रविधिलाई सृजनात्मक काममा लगाउने। र तेस्रो, उनीहरूलाई आफ्नो वरपरको संसारसँग जोड्ने। यो उद्देश्यपूर्ण पढाइ भन्ने कुरा छ नि, यो साँच्चै गजबको छ। यसको मतलब स्कुलको कोर्सभन्दा बाहिर गएर कथा, कविता वा उनीहरूलाई मनपर्ने कुनै पनि विषयमा डुब्नु हो। यसो गर्दा उनीहरूको कल्पना शक्ति र सोच्ने तरिकाले एउटा नयाँ उडान भर्छ। आजभोलि स्क्रिन टाइम त एउटा ठूलो चुनौती नै हो, होइन र? तर महत्त्वपूर्ण कुरा के हो भने प्रविधिको प्रयोग कसरी भइरहेको छ। के त्यो बिना कुनै लक्ष्य भिडियो हेरेर वा स्क्रोल गरेर बितिरहेको छ, कि त्यसलाई केही नयाँ सिक्न वा सृजना गर्न प्रयोग गरिँदैछ? हो, यही भिन्नता बुझ्नु नै सबैभन्दा मुख्य कुरा हो। ल अब हाम्रो तेस्रो खण्डमा लागौँ, जीवनोपयोगी सिप निर्माण। बिदाको समय भनेको बालबालिकालाई आत्मनिर्भर बनाउने खालका व्यावहारिक सिपहरू सिकाउनका लागि एकदमै उपयुक्त समय हो। यहाँ हामी मुख्यतया चारवटा सिपहरूमा केन्द्रित हुन्छौँ। घरको काममा जिम्मेवारी लिनु, आफ्नो समयलाई कसरी व्यवस्थापन गर्ने भनेर सिक्नु, आफ्नो रचनात्मकतालाई बाहिर ल्याउनु र समग्रमा भन्नुपर्दा आत्मनिर्भर बन्नु। आत्मनिर्भर बन्ने यात्रा ससाना कदमहरूबाटै सुरु हुन्छ। जस्तै पहिलो कदम उनीहरूलाई घरको कुनै एउटा कामको जिम्मा दिने, जस्तै आफ्नो कोठा आफै मिलाउने। दोस्रो, आफ्नो दिनको योजना बनाउन सिकाउने। र तेस्रो, कुनै रचनात्मक सिपमा समय बिताउन हौसला दिने। यस्ता ससाना कुराले उनीहरूको आत्मविश्वास वात्तै बढाउँछ। र अब हामी आइपुगेका छौं हाम्रो अन्तिम तर सायद सबैभन्दा गहिरो स्तम्भमा। त्यो हो बलियो चरित्रको विकास। यो भनेको उनीहरूको भावनात्मक बुझाइ, मूल्य मान्यता र पारिवारिक सम्बन्धलाई बलियो बनाउने बारे हो। चरित्र निर्माणका पनि चारवटा आधार स्तम्भहरू छन्। अर्थपूर्ण कुराकानी, जसले भावनात्मक सम्बन्धलाई गहिरो बनाउँछ। आत्मविश्वास, जसले हरेक चुनौतीको सामना गर्न सिकाउँछ। बलियो सामाजिक सम्बन्ध र अनुशासन जस्ता आधारभूत मूल्य मान्यताहरू। यो सुन्दा जति सरल लाग्छ त्यति नै शक्तिशाली छ। हरेक दिन कम्तीमा एक पटक उनीहरूसँग बसेर उनीहरूको दिन कस्तो भयो, उनीहरू के सोच्दैछन् वा कस्तो महसुस गर्दैछन् भनेर साँचो मनले सुन्ने प्रयास गरौँ। त्यस्तै गरी हरेक दिन उनीहरूलाई एउटा सानो लक्ष्य पूरा गर्न लगाउँ। त्यो लक्ष्य एउटा किताबको एक पाना पढ्ने पनि हुन सक्छ वा आफ्नो सानो काम आफै गर्ने पनि। हरेक सानो उपलब्धिले उनीहरूको आत्मसम्मानलाई बढावा दिन्छ। र अन्तमा सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, यो भनाइले कति गहिरो कुरा भन्छ होइन? सँगै बसेर समय बिताउनु र एकअर्कालाई सुन्नु नै वास्तवमा सबैभन्दा ठूलो उपहार हो।
यस्तै पलहरूले नै त हो बलियो र दिगो सम्बन्धको जग बसाल्ने। ल त्यसो भए आज हामीले कुरा गरेका 4 मुख्य आधारहरूलाई फेरि एकचोटि सर्र हेरौँ है त। एउटा स्थिर दैनिक लय, सिक्नका लागि सधैँ उत्सुक मन, व्यवहारिक जीवनोपयोगी सिपहरू र एउटा बलियो मूल्य मान्यतामा आधारित चरित्र। हो, यही नै हो एउटा सन्तुलित र अर्थपूर्ण विदाको सूत्र। अब सोच्नुपर्ने कुरा के हो भने यी उपायहरूलाई प्रयोग गरेर यो विदालाई आफ्नो परिवारको लागि विकास, सिकाइ र सम्बन्धको एउटा अविस्मरणीय कथा कसरी बनाउने? यो अवसरको भरपूर सदुपयोग होस्।